हिजो हर्केको भिडियो बनाउँदाखेरि हर्केको विरोध किन गरेको भनेर भुक्नेहरू आज सुन है। तिमीहरू चाहिँ जतिसुकै स्ट्याटसदेखि लिएर तिमीहरूको भाषणमा पनि रविको विरोध गर्ने, अनि हामीले चाहिँ तिमीहरूको विरोध गर्न नपाउने, तिमीहरूले यो गलत बोल्दैछौ भनेर भन्न नपाउने। तिमीहरूको मात्रै देश हो, तिमीहरूले मात्रै बोल्न पाउने हो। हर्कबाद भइसक्यो यो देश, केही बोल्नै नपाउने। ओली हुँदाखेरि जनताले केही बोल्नै पाउँथेन, के अहिले पनि त्यही हुन थालेको हो। अनि पहिलो कुरा, तिमीले चाहिँ हिजो भाषणमा चाहिँ रवि दाई किन भागेको भनेर सोधिछौ होइन। त्यो रवि दाई किन भागेको हो, भागेको हो कि होइन, रवि दाईलाई कसले निकालेको हो भनेर आयोगले 8-9 घण्टा बयान लिएर होइन क्लिन चिट पाइसके। रवि दाई भागेको होइन रहेछ, जेलरले नै पठाएको रहेछ। भिड बढिसकेपछि ज्यान जोगाउनको लागि, जेल जोगाउनको लागि भनेर जेलरले धरिसुत बयान दिएर जेलरले बयान मात्रै दिएन, रवि लामिछाने भन्ने व्यक्तिलाई धन्यवाद समेत दियो के। किनकि रवि लामिछाने भन्ने व्यक्ति बाहिर ननिस्केको भए, त्यतिखेर त्यो भिड नसम्हालिदिएको भए त्यो भिडले जेल जलाउँथे, हामीलाई जलाउँथे। हामी सबको ज्यान बचाइदिनलाई धेरै सहयोग गरिदिनु भयो, धन्यवाद भनिसके। भने तिमी कहाँबाट आयो फेरि नयाँ? कि पुरानोसँग मिसेर तिमी 3 दलसँग मिसेर 4 बन्दैछौ? किनभने तिम्रो अहिलेका अभिव्यक्तिहरू त्यस्तै देखिँदैछ। तिमीले पुरानोको सिको सिक्दैछौ। नयाँ आए, नयाँले देश बनाउँछौ भनेको तिमी पुरानोको हात समाउँदैछौ, पुरानोको बाटोमा हिँड्दैछौ। पुरानाले पहिला भाषण दिँदाखेरि रविको खेतो खने विरोधै गरे, एक मुष्ट रविलाई भोट हाले जनताले। अहिले तिमीले त्यस्तै गर्दैछौ। यस्तो पारा हो भने अबको चुनावपछि तिमी पत्ता साफ हुने पक्का हो। अब यो भनिराख्दा कसले गर्छ पत्ता साफ हेर्दै जाउला, तेरो जेल, तेरो रवि तेरै जेल जान्छ भनेर तिमीहरू गिलिल्ल हाँस्ने पनि छौ होला होइन। हाम्रो रवि के हुन्छ त्यो जनताले बुझाउँदैछन्।